ल यो दिदीले थर्काको यो भिडियो हेरौँ है त। अहिले चाहिँ तपाईँहरू साँच्चै यो नयाँ पार्टी त देश बनाउन खोजेको भए केही सम्झौता राष्ट्रसभासँगै गरेर मिलेर जानु पर्थ्यो भन्नु हो क्या। किन अब न तपाईँ प्रधानमन्त्री हुन्छ न राष्ट्रसभा हुन्छ क्या। आखिर किनै काङ्ग्रेस किनै एमाले बहुमतको सरकार पनि आउँदैन। अनि अघिल्लोचोटिको चुनाव जस्तै हो क्या यो। देशको रित्याउनेदेखि बाहेक अरू के उपलब्धि नै भएन क्या यो। 125वटा पार्टी नयाँ दर्ता गरेर हामीलाई अब कसलाई दिन्छ भोट? तपाईँलाई दिने कि कामै छैन होइन। उहाँहरू पनि 1000 भोट आउँछ अनि 10,000 भोट आयो भने कि काङ्ग्रेस लान्छ कि माओवादी लान्छ कि एमाले लान्छ। अरू नयाँ आउनेवाला त भन नि त। भनेपछि तपाईँहरू चाहिँ त्यति पनि सोच्न सक्नुहुन्न र भने नि सबैतिर अब उ भयो। अब उहाँहरू पनि जाने सदनमै हो, हामी पनि तपाईँले जिताएर सदनमै पुग्छौँ। मरेको 75जना मान्छे मरेको तपाईँहरूले त्यो साँच्चै कुखुरा काटेर कुकुर मारे यस्तो बनाउनु भयो क्या। हामी होइन, हामी ती विरुद्ध आएको, हामी त नयाँ पार्टीबाट आएको, हामी त तुम्हारोबाट कुनै होइन। त्यही त हजुरले हो, त्यही भएर त होइन। सुन्नु न, म पनि जितेँ, उहाँ उही पुग्ने हो। भोट दिने एउटालाई 2टा भोट दिने हो, एउटा पार्टीलाई दिने हो। तपाईँलाई भोट दियो अर्कोको काटिन्छ। उहाँहरू पनि आउनुहुन्छ सदनमा, हामी पनि आउँछौँ। अहिले तपाईहरुले नयाँलाई चाहिँ कमजोर बनाउने, कांग्रेस एमाले माओवादीलाई बलियो बनाउने। एकदम सही भन्नुभयो दिदी, एकदम सही भन्नुभयो। यी भोट काट्नकै लागि यी उठेका हुन् र यिनीहरूको दिमागमा के छ भन्दाखेरि दीपक मनाङ्गे जस्तो। पहिला एउटा दीपक मनाङ्गे एउटा स्वतन्त्र उठेर 6-7 चोटि मन्त्री पड्कायो। किनकि घरि यता मिलेको छ, घरि उता मिलेको छ, जोसँग पनि मिलेर मन्त्री पड्काएको छ। यही सोच गरेका होलान् यिनीहरूलाई भोट नदिँदा हुन्छ, काम छैन।